Guys, meet my friend Sangeeta Machiwali. Hi everyone, welcome to Sonika channel. Welcome to Sonika channel. लज्जा र केही छैन हाम्रो संगी आज मसँग भ्लगमा मेरो संगीता बेस्ट फ्रेन्ड आउँदैछ साथीहरु हेरिराख्दिनुस् होला अस्तिदेखि उ चाहिँ लज्जाको थियो मेरो भिडियोमा आउनु मानेको थिएन आज चाहिँ ल जम्के माछा खाने भए पनि ल आउँदैछ अन्त यो अलिकति चिकन चप फ्राई गरेर खाने अन्त यहाँ आलुको अचार बनाएर खाने चट्ट पारेर हेलो नमस्ते Hello, welcome back to my YouTube channel. It's me, Sangeeta, Sonika friend. Welcome back to Sonika channel. So today we are eating fish curry, soup and salad. The phone on the side. What's up? Which is matcha soup. What yummy was it? This got the my life को first time soup बनाएको so yummy wow सँगै पनि ट्राई गरिसक्यो यो चाहिँ हो किङ चिलीको अचार ल तिमीलाई पनि दिन्छु अलिकति हैन तिमी त पुरै खान्छौ हे गाइस हामीले त खाए पर्ख न चेस्ट गरिकिन खाऊ यार तिमीले कस्तो नपर्खी खाको मलाई लो सोनिका cheers गरौँ No, cheers for the stomach big. Yummy. कति दिनको बादमा है माछा खाए हामीले अझै बोनलेस माछा खानु परिरहेछ मलाई त्यही त मलाई पनि नेक्स्ट ल अर्को चाहिँ दामी रहेछ बनाउने मान्छे को हो भन्नु सोनिकाले चाहिँ यो माछा बनाएको यो माछा चाहिँ सोनिकाले बनाएको हैन अनि यो सुप चाहिँ मैले बनाएको यस्तो टेस्टी भइरहेछ सुप तपाईहरुलाई खानु मन छ भने आउनुस् है गोवामा सबै सबै पाउँछ सबै मैले बनाएको जस्तो थोरै पाउँछ यस्तो यो त तैले भनेन न के हो भनेर अरू कटर हाम्रो त्यहाँ त छुर्पीको अचार खान्छ यहाँ चाहिँ नेपालमा चाहिँ तिल हालेको आलुको अचार खान्छ रहेछ सोनिकाले योपालि दसैँमा बनाउने भयो यसलाई यो त हाँस्नु परेन जिन्दगीमा हाँस्ने भनेको बहुत के भन्नु सुप खानु भयो हेल्दी सुप तेरो अलिक जिउ लाग्छ कि म जस्तो मोटी हुन्छ म त जाँदै मोटी अस्ति भर्खर रिल्स बनाएको थिएँ हामीले याद छ मोटी बोल्दै भन्ने जहाँ जाती हो वही खाने लग जाती हो भन्ने खालको त्यस्तो खालको दामी भएछ है सुप चाहिँ सङ्गीले बनाएको सुप कस्तो टेस्टी भइरहेछ यार दामी कस्तो टेस्टी यम्मी भइरहेछ यो खान काट्न पनि खान चेयर्स गरौँ न
खोर्सानी खाँदिनस्? अचार फेरि खोर्सानीको चाहिँ अलग्गै आउँछ नि त हरियोको स्मेल। खोर्सानी भन्दा पनि शर्मिलाको याद आयो। शर्मिलालाई हरियो खोर्सानीको स्मेल मनपर्छ अरे खानामा सब्जीमा। अरू चाहिँ मलाई खानु चाहिँ मन पर्दैन अरे। त्यो चाहिँ मन पर्दैन त्यस्तो तर अहिले खाँदै रहेछ। त्यसको लागि नेक्स्ट ब्लगमा अचार स्पाइसी रहेछ है। मिठो रहेछ। अचार चाहिँ ड्राई किन्चुले अनि धनियाँ यो स्किन पुरा मनपर्छ। शर्मिला र मलाई चाहिँ पुरा मनपर्छ स्किन। कम्ती खान्छ। कस्तो लाग्दैछ तिमीलाई फर्स्ट ब्लगमा? फिलहाल त सरम पनि लागिरहेछ तर के गर्नु तिम्रो लागि लाइफको फर्स्ट टाइम बनाएकै मैले। उसको फर्स्ट ब्लग। अब के गर्नु साथी हो यति त गर्नै पर्यो। पिरो भयो ल मलाई पनि पिरोमाथि अझै खोर्सानी टोकिदिएँ नि त मैले। खोर्सानी पनि टोकिदिएँ नि। मलाई ठक्कै भयो अचार। हामीले फ्यान बन्द गर्नु पर्थ्यो। किन आउनु भन्नु? अहिले पनि याद भयो। के सुन्नु ला हेर के गर्छौ होइन बोलियो भैंस गया पानी में हुआ गाइस फैन ऑन था माइक नहीं है। त्यही त अब के भन्नु सुन्यो होला कान ठाडो गरेर सुन्नुहोस् ल। अब के गर्नु अब घरिघरि भात खानु सक्दैन। आजको झस्सै आयो। खाइसक्नु अन्त बिहान आइसङ्गी। त्यही त खोइ मलाई त अब केही आइडिया छैन यस्तो। म पनि बिर्सेँ भयो। अघि मैले फ्यान अफ गरेको थिएँ त। म यो अन गर्ने दिमागबाट गएछ। यो माछा खाँदाखेरिको चाहिँ गुराँस 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 भन्दै खानुपर्छ अरे के त मलाई अड्किँदैन अरे नि त। तैँले कुरा गरिस् खाइस् सम्झिस् गुराँसलाई सम्झिनु अरे। किन निर्देश खाँदा अनि काँडा अड्किँदैन अरे हौ। किन भन्दा काँडा अड्किँदाखेरि पनि गुराँस खान्छ नि त। गुराँसको फुल खाँदाखेरिको जाति हुन्छ। गुराँस गुराँस भन्दै खानुपर्छ।
अब गुराँस त ल्याउनु सक्दैन गोवामा मनमा सम्झिँदै खा दिमाग त हो हाम्रो निन्द्राले त्यही त भने यहाँ त कति बजिसक्यो हामी त्यस्तो मजाले राइस खाँदैछ नि 12 सबैजना सुतिसकेको टाइम हामी खाना खान्छ के गर्नु यो लाइफै यस्तो छ दुःख लाग्दो नहँस न मलाई के यसले त खोर्सानी कस्तो खालको टोकेर भनेर यहाँ नि म त अचारसँग पनि सकाइदिएँ खोर्सानी लाइफै यस्तो छ भन्छ तिमी कस्तो छ भन यस्तो अहिले फेमस छ नि केटीहरूले चाहिँ यस्तो के गरेको भनेर बुझेँ अरे पनि के पनि बुझेको यो चाहिँ बुझ्नु केटाहरूले ए यस्तो चाहिँ बुझेन अरे केटाहरूले गाइस कमेन्ट गर यस्तो चाहिँ के हो भनेर पुरै ट्रेन्ड है मजा आयो तर जेसुकै होस् म चाहिँ लाइफको फर्स्ट टाइम भ्लग बनाएको होइन सोनिकाको जबरजस्ती भोटे बस्तीले बनाइदिए आज के गर्नु जिन्दगीमा के छ है आज छ हुँदै छैन सपोर्ट गरिदिनु होला फिलहालमा त बिचरालाई सपोर्ट गरिदिनुहोस् होला सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् सुप चाहिँ दामी माछा खानु सकेन नखाएको जस्तो भयो नि बनाएर होला हामीले बनायो नि त अगाडि खायो पनि अब शर्मिलालाई सानो मिठो हुन्छ तर यम्मी भएछ त्यो माछाको पुच्छर नखाएको तेरो फेभरेट है भयो होइन म सक्दिनँ शर्मिलाको पनि फेभरेट हो त्यसले खप्स त्यसले म चाहिँ माछाको टाउको मनपर्छ पुरा म र शर्मिला अब यो माछाको टाउको खान त्यही म चाहिँ शर्मिलाको सबै फेभरेट हो शर्मिलाको फेभरेट हो यहाँ आँखा हेर्नु चाहिँ मलाई टेन्सन लाग्थ्यो गीत गाइदिनु नि एउटा गीत गाइदिनु नि एउटा कति गीत गाउनु नेपाली कुन चाहिँ भन्दा जुन भने पो यस्तो दिमागमा आउँदैन मलाई गीत गा भने पनि गीत गाउनु सक्दैन गीत गाउन यो चाहिँ पुरा हेल्दी हो नि खासमा टाउको या छ बुद्धि पलाउँछ भन्छ हामी त खोइ बुद्धि पलाउँदैन कति खायो यत्रो टाउको खाँदा पनि बुद्धि पलाउँदैन जिन्दगीमा पलाउँदैन खोइ हामीले त्यहाँ के भन्छ यो माछालाई माछा भन्छ कत्ले माछा भन्छ हौ त्यो माछा खोलामा पाउँछ यो माछालाई पनि कत्ले माछै भन्छ यहाँ चाहिँ रहु कि फाउ भन्दै रहेछ भन्छन् कत्ले सत्लेहरू बुझ्नै बुझ्दैन स्विट पानीको भन्छ स्विट लेकमा हाम्रो त्यो स्विट लेक भन्छ नि यिनीहरूको सल्टी लेक पिरो भएर तातो खानु सकेन एउटा छैन तातो छैन तातो घरिघरि मोमोको स्वाद जस्तो पनि हुँदैछ स्प्रिङ अनियन हाल्दैछ नि त्यो अझै दामी लाग्यो
सुपको माछा तातो तातो खानु मन खास चाहिँ हाम्रो प्लान थियो म चाहिँ माछाको ग्रेभी बनाउँछु अनि यसले चाहिँ सुप बनाउने भनेर पल्टी पल्टी भयो हाम्रो यहाँले बाठी भएर माछाको सुप बनाएँ ग्रेभी बनाएँ यसले चाहिँ मैले सुप बनाउनु पऱ्यो तर सुक्कर गरौँ फर्स्ट टाइम सुप बनाएको तर पनि माछाको थोरै छ हो कि नभन हो हजुर अरू केही गीत गाइदिएन भने के एउटा मेरो भ्युवर्सलाई गीत गाइदिउ चाहिँ एउटा मस्त सुन्दरी ठन्डी महिना जाडो छ रातले गाला चौडी परेछ यार स्कुल टाइमको याद आयो मलाई त क्लास 8 मा थिएँ क्या याद गर्छु भूमिका प्रेमिका बिचरा एकजना साथी त खसे पनि भयो कहाँ भयो सबैजना है पूजा पूजा त बिचरा पूजा तिमी यो भ्लग हेरेर नरु है ल सङ्गीतालाई याद नगरे बेसी ल तिमीलाई म याद गर्छु बिचरा त्यसले पनि गर्छ हौ यो भ्लग हेरेर कराउँला नि कराउँदैन मैले चाहिँ गर्दिनँ अरे भने पुरा बुझ्छ त्यसले मलाई हड्डी खान निकालेको भयो मैले एउटा डल्लै हड्डी खाइदिएँ मैले पनि खाएँ दामी भयो मलाई भयो खानु खाइदिएँ मैले आई क्यान तिमी के भन्न चाहन्छौ मेरो भ्युवर्सलाई बाई बाई भन्नुभन्दा अगाडि बाई बाई भन्नुभन्दा अगाडि प्लिज सोनिकाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला सोनिकालाई पुरा फेमस बनाइदिनु के चाहिँ गर्नु भन्नु पनि आउनु पर्यो नि होइन अब लाइफमा फर्स्ट टाइम भिडियो बनाउँछ भन्नु बित्तिकै म चाहिँ भन्नु पो होला अरू जस्तै आउँदैन के गर्नु अझै भन्नु के भन्नु 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 मेरो बारेमा के भन्नु छ भन्नु मैले अघि इन्ट्रोड्युस गराइदिइसकेँ त तँलाई होइन अब आज त म भिडियोमा आएको छु नि त तेरो भिडियोमा उसकोबाट चाहिँ यति हो अरे आजको भ्लग यति नै छ सो सी योर नेक्स्ट भ्लग मन पर्यो भने कमेन्ट गरिदिनुहोस् होला प्लिज सब्सक्राइब माई युट्युब च्यानल लाइक अल्सो बाई 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 हेलो हेलो नमस्ते हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल It's me, Sangeeta, Sonika friend. Welcome back to Sonika channel. So today we are eating fish curry, soup and salad. Your phone on the side. What's up? यो चाहिँ माछाको सुप दामी भएछ टेस्ट गर्दा मैले लाइफको फर्स्ट टाइम सुप बनाएको सो यम्मी वाउ यो चाहिँ हो किङ चिलीको अचार ल तिमीलाई पनि दिन्छु अलिकति अलिकति होइन तिमी त पुरै खान्छौ है गाइस हामीले त खाए पर्ख न चेस्ट गरिकन खाऊँ यार तिमीले कस्तो नपर्खी खाएको मलाई लो सोनिका चेयर्स गरौँ न लो चेयर्स फर द स्टमक पिक दामी कति दिनको बादमा है माछा खाएँ हामीले अझै बोनलेस माछा खानु परिरहेछ मलाई त्यही त मलाई पनि नेक्स्ट ल अर्को चाहिँ दामी रहेछ बनाउने मान्छे को हो भन्नु सोनिकाले चाहिँ यो माछा बनाएको यो माछा चाहिँ सोनिकाले बनाएको होइन अनि यो सुप चाहिँ मैले बनाएको यस्तो टेस्टी भइरहेछ सुप तपाईँहरूलाई खाने मन छ भने आउनुहोस् है गोवामा त सबै जग्गा पाउँछ कि मैले बनाएको जस्तो थोरै पाउँछ यस्तो
यो त तैँले भनेन न के हो भनेर अरू कटर हाम्रो त्यहाँ त छुर्पीको अचार खान्छ यहाँ चाहिँ नेपालमा चाहिँ तिल हालेको आलुको अचार खाँदो रहेछ है सोनिकाले योपालि दसैँमा बनाउने भयो यसलाई यो त हाँसेको हाँस्नु परेन जिन्दगीमा हाँस्ने भनेको बल के भन्नु अब सुप खानु भयो हेल्दी हेल्दी सुप त्यो अलिक जिउ लाग्छ कि म जस्तो मोटी हुन्छ कि म त जाँदै मोटी अस्ति भर्खर रिल्स बनाएको थिएँ हामीले याद छ मोटी बोलते भन्ने जहाँ जाती हूँ वही खाने लग जाती हूँ भन्ने खालको त्यस्तो खालको दामी भएछ है सुप चाहिँ सङ्गीले बनाएको सुप कस्तो टेस्टी भइरहेछ यार दामी A1 कस्तो टेस्टी यम्मी यम्मी भइरहेछ यो पनि खान काँक्रा पनि खान चेयर्स गरौँ न लगेँ खोर्सानी खाँदिनस् अचार फेरि खोर्सानीको चाहिँ अलग्गै आउँछ नि त हरियोको स्मेल खोर्सानी भन्दा पनि शर्मिलाको याद आयो शर्मिलालाई हरियो खोर्सानीको स्मेल मनपर्छ अरे खानामा सब्जीमा अरू चाहिँ मलाई खानु मन पर्दैन अरे त्यो चाहिँ मन पर्दैन त्यस्तो तर अहिले खाँदै रहेछ त्यसको लागि नेक्स्ट ब्लगमा अचार स्पाइसी रहेछ है मिठो रहेछ अचार चाहिँ ड्राई किङ चिल्ली अनि धनियाँ म चाहिँ यो स्किन पुरा मनपर्छ शर्मिला र मलाई चाहिँ पुरा मनपर्छ स्किन कम्ती खान्छ कस्तो लाग्दैछ तिमीलाई फर्स्ट ब्लगमा फिलहाल त सरम पनि लागिरहेछ तर के गर्नु तिम्रो लागि कुछ भी लाइफको फर्स्ट टाइम बनाएकै मैले उसको फर्स्ट ब्लग अब के गर्नु साथी हो यति त गर्नै पर्यो पिरो भयो ल मलाई पनि पिरोमाथि अझै खोर्सानी टोकिदिएँ नि त मैले खोर्सानी पनि टोकिदिएँ नि उनीहरूको खट्टर पऱ्यो भएर अचार मैले फ्यान बन्द गर्नु पर्थ्यो किन आउनु भन्यो अहिले पनि आउँदैन
ला हेर के गर्छौ हैन तो बोलियो भैंस गया पानी में हुआ गाइस फैन ऑन था माइक नहीं है त्यही त अब के भन्नु सुन्यो होला कान ठाडो गरेर सुन्नुहोस् ल अब के गर्नु अब घरिघरि भात खानु सक्दैन आइफो जस्तै आयो खाइसक्नु अन्त बिहान त सँगै त्यही त खोइ मलाई त अब केही आइडिया छैन जस्तो म पनि बिर्सेँ त अघि मैले फ्यान अफ गरेको थिएँ त म यो अन गर्ने दिमागबाट गएछ यो माछा खाँदाखेरिको चाहिँ गुराँस 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 भन्दै खानुपर्छ अरे किन मलाई अड्किँदैन अरे नि त तैँले गुरा गरिस् खाइस् सम्झिस् गुराँसलाई सम्झिनु अरे किन निर्देश खाँदा अनि काँडा अड्किँदैन अरे हौ किन भन्दा काँडा अड्किँदाखेरि पनि गुराँस खान्छ नि त गुराँसको फुल खाँदाखेरिको जाति हुन्छ गुराँस गुराँस भन्दै खानुपर्छ अब गुराँस त ल्याउनु सक्दैन गोवामा मनमा सम्झिँदै खा दिमाग त हो हाम्रो निन्द्राले त्यही त भने यहाँ त कति बजिसक्यो हामी त्यस्तो मजाले राइस खाँदैछ नि 12 सबैजना सुतिसकेको टाइम हामी खाना खान्छ के गर्नु यो लाइफै यस्तो छ दुःख लाग्दो नहँस न मलाई टोके यति त खोर्सानी कस्तो खालको टोकेछ भनेर म त अचारसँग पनि सकाइदिएँ खोर्सानी लाइफ यस्तो छ भन्छ तिमी कस्तो छ भन यस्तो अहिले फेमस छ नि केटीहरूले चाहिँ यस्तो के गरेको भनेर बुझेँ अरे पनि के पनि बुझेको यो चाहिँ बुझ्नु केटाहरूले ए यस्तो चाहिँ बुझेन अरे केटाहरूले गाइस कमेन्ट गर है यस्तो चाहिँ के हो भनेर पुरै ट्रेन्ड है मजा आयो तर जेसुकै होस् म चाहिँ लाइफको फर्स्ट टाइम भ्लग बनाएको होइन सोनिकाको जबरजस्ती भोटे बस्तीले बनाइदिए आज के गर्नु जिन्दगीमा के छ है आज छ हुँदै छैन सपोर्ट गरिदिनु होला भने फिलहालमा त बिचरालाई सपोर्ट गरिदिनुहोस् होला सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् सुप चाहिँ दामी माछा खानु सकेन नखाएको जस्तो भयो नि बनाएर होला हामीले बनायो नि त अगाडि खायो पनि अब शर्मिलालाई सानो मिठो हुन्छ तर यम्मी भएछ त्यो माछाको पुच्छर नखाएको तेरो फेभरेट अब भयो होइन म सक्दिनँ शर्मिलाको पनि फेभरेट हो छोरी खप्स त्यसले म चाहिँ माछाको टाउको मनपर्छ पुरा म र शर्मिला अब यो माछाको टाउको खान त्यही म चाहिँ शर्मिलाको सबै फेभरेट हो शर्मिलाको फेभरेट हो
यहाँ आँखा हेर्नु चाहिँ मलाई टेन्सन लाग्थ्यो गीत गाइदियो नि एउटा गीत गाइदियो नि एउटा कति गीत गाउनु जुन नेपाली जे भन्छ जुन दिन भने पो यस्तो दिमागमा आउँदैन मलाई गीत गा भने पनि गीत गाउनु सक्दैन गीत गाउन यो चाहिँ पुरा हेल्दी हो नि खासमा टाउको या छ बुद्धि पलाउँछ भन्छ हामी त खोइ बुद्धि पलाउँदैन कति खायो यत्रो टाउको खाँदा पनि बुद्धि पलाउँदैन जिन्दगीमा पलाउँदैन ओइ हामीले त्यहाँ के भन्छ यो माछालाई माछा भन्छ कत्ले माछा भन्छौ त्यो माछा खोलामा पाउँछ यो माछालाई पनि कत्ले माछै भन्छ यहाँ चाहिँ रहु कि फाउ भन्दै रहेछ भन्छ कत्ले सत्लेहरू बुझ्नै बुझ्दैन स्विट पानीको भन्छ स्विट लेकमा हाम्रो त्यो स्विट लेक भन्छ नि यिनीहरूको सल्टी लेक पिरो भएर तातो खानु सक्दैन एउटा छैन तातो छैन तातो घरिघरि मोमोको स्वाद जस्तो पनि हुँदैछ स्प्रिङ अनियन हाल्दैछ नि त्यो अझै दामी लाग्यो सुपको माछा तातो तातो खानु मन खास चाहिँ हाम्रो प्लान थियो म चाहिँ माछाको ग्रेभी बनाउँछु अनि यसले चाहिँ सुप बनाउने भनेर पल्टी भयो हाम्रो यहाँनिर बाठी भएर माछाको सुपहरू बनाएँ ग्रेभी बनाएँ यसले चाहिँ मैले सुप बनाउनु पऱ्यो तर सुक्कर गरौँ फर्स्ट टाइम सुप बनाएको तर पनि माछाको थोरै छ हो कि होइन भन् हो हजुर अरू केही गीत गाइदिएन भनेको एउटा मेरो भ्युवर्सलाई गीत गाइदियो चाहिँ एउटा बस सुन्दरी ठन्डी महिना जाडो छ रातले गाला चौडी परेछ यार स्कुल टाइमको याद आयो मलाई त बिचरा क्लास 8मा तिमी के याद गर्छु भूमिका प्रेमिका बिचरा एकजना साथी त खसे पनि भयो सबैजना है पूजा त बिचरा पूजा तिमी यो भ्लग हेरेर नरु है ल सङ्गीतालाई याद नगरे बेसी ल तिमीलाई म याद गर्छु बिचरा त्यसले पनि गर्छ हौ यो भ्लग हेरेर कराउँला नि कराउँदैन मैले चाहिँ गर्दिनँ अरे भने पुरा बुझ्छ त्यसले मलाई हड्डी खान निकालेको भयो मैले एउटा डल्लै हड्डी खाइदिएँ मैले पनि खाएँ ड्याम्मै भयो मलाई खाना खाइदिएँ मैले अन्त तिमी के भन्न चाहन्छौ मेरो भ्युवर्सलाई बाई बाई भन्नुभन्दा अगाडि बाई बाई भन्नुभन्दा अगाडि प्लिज सोनिकाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला सोनिकालाई पुरा फेमस बनाइदिनु के चाहिँ गर्नु भन्नु पनि आउनु पऱ्यो नि होइन अब लाइफमा फर्स्ट टाइम भिडियो बनाउँछ भन्नु बित्तिकै म चाहिँ भन्नु पो होला अरू जस्तै आउँदैन के गर्नु अझै भन्नु के भन्नु 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 मेरो बारेमा के भन्नु छ भन्नु मैले अघि इन्ट्रोड्युस गराइदिइसकेँ त तँलाई होइन अब आज त म भिडियोमा आएको छु नि त तेरो भिडियोमा उसको बाट चाहिँ यति हो अरे आजको भ्लग यति नै छ सो सी यू नेक्स्ट भ्लग मन पर्यो भने कमेन्ट गरिदिनुहोस् होला प्लिज सब्सक्राइब माई युट्युब च्यानल लाइक अल्सो बाई बाई बाई